नमस्कार साथीहरू। जापानमा घटेको एउटा घटना एकदमै भाइरल भइरहेको छ, जुन चाहिँ कम्युनिस्टहरूको घटना छ। त्यो त्यो भिडियो चाहिँ सामाजिक सञ्जालमा अति व्यापक नेपालीहरूमा भाइरल भएपछि एकजनाको फ्यामिली चाहिँ एकदमै पीडामा छ के, जुन चाहिँ उहाँले त्यो गर्नुभएको छैन। घटना भएको अर्को ठाउँको हो, तर टोकियोमा हो घटना भएको रे। तर अर्को ठाउँको मा बस्ने नेपाली चाहिँ एकजना नेपाली फ्यामिली जुन कम्युनिस्टहरूको जुन भिडियोमा भाइरल हुनुहुन्छ, उहाँसँग चाहिँ फेस मिल्ने भएको कारणले चाहिँ उहाँलाई चाहिँ छरछिमेक इष्टमित्र सबैले चाहिँ एकदमै नेगेटिभ तरिकाले हेरे। सामाजिक प्रतिष्ठामा असर पर्यो। प्लिज भाइ भिडियो हटाइदिनु होला भनेर चाहिँ उहाँको फ्यामिलीबाट चाहिँ मलाई एकजना दिदीले रिक्वेस्ट गर्नुभएको थियो। त्यो कारणले मैले राखेको भिडियो चाहिँ मैले हटाइसकेको छु र तपाईँहरूले चाहिँ जसले त्यो भिडियो राख्नुभएको छ कृपया हटाइदिनु होला। यो भिडियोमा देखिएको छ त्यस्तो हरकत चाहिँ कसैले पनि नगरौँ है। हामी नेपालीहरू चाहिँ जापानमा अथवा विदेशको कुनै जुनसुकै ठाउँमा बस्यो भने त्यस्तो किसिमको हरकत गर्नु चाहिँ राम्रो हुँदैन। हामीले चाहिँ नेपाल र एउटा नेपाली सोसाइटीको इज्जतको कुरा पनि हुन्छ, त्यसैले त्यस्तो किसिमको हरकत पनि नगरौँ। र अनि मेरो चाहिँ अन्तिम अनुरोध के छ भने त्यो भिडियोले गर्दा कुनै निर्दोष फ्यामिलीलाई चाहिँ एकदमै असर भएको कारणले कृपया त्यो भिडियो चाहिँ हटाइदिनु होला। सम्बन्धित जुन मान्छेले गर्नुभएको छ उहाँले यो कुरा त सबक सिकिसक्नु भएको छ है। यो कुराले गर्दा उहाँले सबक सिकिसक्नु भएको छ र अरू नेपालीलाई पनि यस्तो गर्नु हुँदैन है भन्ने खालको एउटा चेतना पनि भयो होला। तर अब बाँकी उपरान्त चाहिँ त्यो भिडियो हटाइदिनु होला, किनकि प्लिज एकजना त्यो भिडियोले गर्दा चाहिँ एकजनाको फ्यामिली एकदमै स्टेजमा छ, एकदमै फ्रस्ट्रेसनमा छ है। एकदमै रुनुहुन्छ उहाँहरू, पीडामा हुनुहुन्छ क्या, धेरै पीडामा हुनुहुन्छ। उहाँहरूलाई चाहिँ पीडामा राख्नु पनि ठिक होइन।